आज सन्चै पनि छैन गाइज। वेलकम छ मेरो यो चाहिँ 10औं भाग हो। हिजो हालेको भिडियो चाहिँ मेरो 9 भाग हो। खै कुन जन्ममा के पाप गरेको थिएँ होइन, थाहा छैन मलाई। र जन्मेर मैले थाहा पाएदेखि त मैले साहित्य कसैलाई नराम्रो त्यस्तो ठुलो पाप त गरेको थिइनँ। अब एउटा कमाउन, एउटा सपना पुरा गर्न गएको एउटा जिन्दगी त्यस्तो भएर फर्किनु पर्यो होइन। त्यो त अब भगवान्ले नै जान्दछन् होइन, कुन जन्मको हिसाब लिएका हुन् मसँग, कहिलेको हिसाब चुक्ता गरेका हुन् होइन। अर्को जन्ममा मैले केही गरेको थिएँ कि सायद होला होइन, मलाई थाहा नहुन सक्छ। र अब एउटा जिन्दगी त अब बेड प्याट भयो मेरो होइन, एउटा बेडको बेडमै अब भयो होइन। अब थाहा छैन, अहिले त भर्खर मेरो जिन्दगी मात्रै हुन्छ नि ढलेको थियो। अब भोलि आउने दिनहरूमा त अब के हुन्छ, कस्तो परिस्थितिहरू आउँछ भन्ने त मैले अझै देख्न बाँकी थियो होइन। स्वयं आफ्नो मुर्दा आफैले देखिसकेँ होइन। एउटा जिउँदो मुर्दा भने अब भोलिका दिनहरूमा अब राम्रो नराम्रो अब जिन्दगीले कुन बाटो लिन्छ होइन, कस्तो समय आउने हो, के भोग्नु पर्ने हो, अब त्यो त भोलिकै दिन आएपछि मात्रै मलाई थाहा हुन्छ होइन। र एउटा कुरा चाहिँ के भने, एउटा हुन्छ नि पारिवारिक सम्बन्ध चाहिँ अलिकति फरक हुँदो रहेछ। अब त्यो हिँड्न नसक्ने, ओछ्यानमा सुत्ने भइसकेपछि चाहिँ अलिकति फरक भएर जाँदो रहेछ होइन। अनि समाजले एउटा हेर्ने दृष्टिकोण पनि अलिकति फरक हुँदो रहेछ। समाजले देख्ने, सोच्ने हरेक कुराहरू फरक हुँदो रहेछ होइन। अनि त्यस्तो भए पनि अब मलाई चाहिँ डक्टरले के भनेको थियो भने, केही समय 5-6 महिनामा यदि अलिकति टाउकोहरू केही हल्लियो भने केही न केही सुधार हुन्छ पछि गएर भनेको होइन। त्यो हिसाब किताबले चाहिँ अब जे होस् अलिकति आँट चाहिँ आउँथ्यो होइन, उमेर थियो अनि तागत थियो, त्यस्तो भए पनि बल थियो। अनि सायद हिँड्छु होला उभिएर कुनै दिन, डक्टरले त्यस्तो भन्यो भने अब हिँड्छु होला भन्ने त एउटा ममा चाहिँ हुन्छ नि, त्यो सास चाहिँ भित्र थियो। बाहिर शरीर जति टुटे पनि होइन, तर म भित्रबाट चाहिँ टुटेको थिइनँ, भित्रबाट चाहिँ मजबुतै थियो। भलै म अब मरिन्छ उसै मरिन्छ भनेर म घरमै